सो हाम्रो यात्रा चाहिँ आज यहाँ धोरपाटनबाट सुरु भएको छ। हिजो चाहिँ हामी धोरपाटन आएर बस्यौँ अनि रातभरि नै पानी पर्यो, बिहानभरि रातभरि अहिले पानी परेको छ। हामीले जर्नी चाहिँ स्टार्ट गरिसक्यौँ। हामी चाहिँ आज यो जाउले बिसाउने हुँदै फागुनेको धुरी पास गरेर अनि ठाकुरसम्म जाने प्लान छ। फागुने फेरीमा चाहिँ एकदम हिउँ परिरहेको छ अरे, अब हेरौँ कस्तो हुन्छ। यो चाहिँ धोरपाटन भ्याली है, साथीहरू अगाडि हिँड्दै हुनुहुन्छ। सो यो चाहिँ धोरपाटन भ्याली है। हामी अहिले हिजो आएको थियौँ धोरपाटनमा, होमस्टेबाट हिँडेको 1 घन्टा जति भयो। हामी यो फागुनेको फेदी यतातिर पर्छ होइन, के भन्छ जाउले बिसाउने भन्ने ठाउँमा, त्यहाँ हिँड्दैछौँ। साथीहरू हिँड्दै हुनुहुन्छ। बिस्सरी चिसो छ है, एकदम पानी आएर हिउँ परेर डाँडा काँडा पुरा हिउँले ढाकेको छ। त्यही हो, हाम्रो यात्रा निरन्तर जारी छ। नेपथ्यको शिरफुल सिरैमा भन्ने गीतमा भने अनुसार नै हामी हाम्रो यात्रा जारी गर्दैछौँ। र आज धोरपाटनदेखि सायद ठाकुर भन्ने ठाउँमा पुग्छौँ होला। हजुर, तिम्रो वेट तिम्रो एज अनुसारको मिलाउनुपर्छ। मसँग भोटे कुकुर छ, बोले टोक्ला हो कि के अरे। पुरा हिउँ परेछ है। पुरा ठाउँमा आइयो त। अहिले हामी धोरपाटन भ्यालीदेखि लगभग 1.5 घन्टाको पैदल यात्रापछि यस ठाउँमा आइएको छ होइन। अब यता नजिकै कता यहाँबाट आधा घन्टामा चाहिँ जाउले बिसाउने भन्ने ठाउँमा पुग्छ अरे। अनि त्यसपछि लायन्स हिमाल भन्दा नि अब हिउँ परिरहेछ माथि है, डाँडा काँडामा। खतरा ठाउँ छ है। त्यो हिमाल हो कि के हो? कुन हिमाल हो यो? धौलागिरी हो? ए भगवान्,
खै त फागुनेको धुरी त्यो खोजभित्र हो सो अन द वे टु जाउले बिसाउनी होइन यस्तो मजाको एकदम सिनिक ठाउँ भेट्यौँ हामीले हेर्नु त बगल है साथीहरू हाम्रो हेर्दै हुनुहुन्छ हामी चाहिँ खास अमृत गुरुङको त्यो सिरफुल सिराइमा भन्ने गीतमा उहाँले गरेको यात्रा जुन थियो त्यही यात्रामा उहाँको पदचापलाई हामी पछ्याउँदै हिँडिरहेको छौँ है अब हाम्रो केही समयमा हामी आधा घन्टा जतिमा जाउले बिसाउनी पुग्छौँ अनि यतैतिर पर्छ फागुनेको धुरी हिउँ परिरहेको छ माथितिर है हेरौँ हिँड्न सकिन्छ कि सकिन्न तर बबाल ठाउँ चाहिँ बबाल त फेरि अर्को इनर भ्याली रहेछ है सो यो ठाउँ चाहिँ जाउले बिसाउनी होइन हामी यहाँ भर्खर आइपुग्यौँ यहाँ चाहिँ शान्तिन होटेल जस्तो रहेछ यहाँ चाहिँ हामी खाना खान्छौँ यस्तो छ है होटेल त्यो पास चाहिँ त्यहाँ त्यसको खोजमा चाहिँ फागुनेको धुरी पर्छ हामी यसरी तेर्सो तरिकाले त्यहाँ त्यो डाँडामा पुगेर अनि फेरि तेर्सो अनि उकालो त्यसरी हामी फागुनेको धुरी पुगेर क्रस गर्ने प्लान छ के भन्नुहुन्छ हाम्रो महेश दाई केही भन्दैन कस्तो लागिरहेको छ त ठाउँ त रमाइलो हो है ओहो हिउँ परेर सेताम्मे छ पहाडहरू है हेर्दा हिमाल जस्तो छ हिमाल त होइन तर पुरा डाँडाभरि हिउँ परेर डरलाग्दो हिमाल जस्तो छ झाडो छ बेसरी पानी परेछ है मसँग भोटे कुकुर छ कोले टोक्ला हो कि के अरे पुरा हिउँ परेछ है
हामी यो फागुनेको धुरी चढ्ने क्रममा उकालोमा छौँ हामी। उकालो लगभग आधा मात्र आइपुग्यो, हामी आधा छ। त्यही बाटो आउनु कति मिनट लाग्यो यार हामीलाई, त्यही बाटो आउनु के हैया। Woohoo! Woohoo! सगरमाथै चढे जस्तो भयो यार, सगरमाथा चढे जस्तो भयो। अब त्यो हो, त्यो भित्र फागुने धुरी। आया
So this is very wonderful place with an amazing view. Oh, हिउँ पर खतरा के ठाउँ रे यो राजकुमार सर? उपल्लो मानी भन्ने ठाउँ है। ल हेर्नु त, ओहो कस्तो हिउँ परे। यो उपल्लो मानी। ए त्यता त हिमालय जस्तो छ त है। ओहो जोगिएर हिँड्न पर्यो त यात्रा त हैन, चिप्लो होला यार। तपाईले सेफ्टी लाएर जानु मजाले, हिउँको सेफ्टी रहेछ नि। तेरी very beautiful place. Come on, let's go. Yes. Whoa. आखै खान लाग्यो है। बाटोभरि हिउँ रहेछ, चिप्लो। On the way to Faguneko Ferry. त्यही पाइलामा टेक्नु के बरु। चिप्लिन्न हामी त्यही टेकेर आएको। त्यहाँनिर डर लाग्यो है, त्यहाँनिर डर लाग्यो है, चिप्लो।
हो आइन भयो के छ र केहीले टेक्यो होला नि के छ र ट्रायंगल शेप छ के अहिले हेर्नु अब कहाँनिर ए है के हुनसक्छ यार त्यो त यस्तो मुख गएको छ है उकालो मुख माछाटा खिचेन ल टक्क यस्तो तीनटा नङ्ग्रा भयो यस्तो ट्रेक रहेछ यहाँ त फेरि हामी अहिले फागुनेको फेदी फागुने फेदी ठाउँमा आएको छौँ फागुनेको धुली अझ माथि पर्छ हिरो लागेछ है यहाँबाट अझ उकालो माथि धुरीमा पर्छ फागुने फेदी बाटो छ है यसरी हिँड्दैछौँ हामी हजुर नातिर अब आउला नि ऊ
मध्य वैशाखमा पनि यस्तो हिउँ छ है। मध्य वैशाख होइन त नि, यस्तो हिउँ छ यार। सगरमाथा चढे चाहिँ लागिरहेछ क्या, सगरमाथा चढ्न हिँडे जस्तो पो भइरहेछ। ए माथि थियो के अरे, सो अब यतातिर रुकुमतिर जाँदैछौँ हामी। आज हामी ठाकुर भन्ने ठाउँमा जाने क्रममा छौँ है। बवाल चिसो छ। ल हेर्नुहोस्, ओहो हिउँ परेको। त्यही त नि, बिहानै हिँडेको भए त हामी त ठाकुर पुगिसक्ने रहेछ नि। ए आमा है, यो के हो यस्तो, यो सेतो के हो यो, कहाँसम्म हो यो? सो फाइनल्ली हामी यो फागुनेको धुरी, फागुनेको पासमा आउनु लागेछ। त्यही हो फागुने पास है। एकदम बाटोभरि पुरा हिउँ है, एकदम गाह्रो भयो। हामी कति बेला हिँडेको धोरपाटन भ्याली बाटो चाहिँ 8 साढे 8मा, जाउले बिसाउनीमा आएर हामी 1:30 बजेतिर हिँडेको हो फागुनेको धुरीको लागि। अहिले 6:45 भयो, बल्ल यो धुरीमा आउन लाग्यो। ल ओहो उ त्यतातिर पर्यो ढोरपाटन, उ त्यो सुर्तीबाङको डाँडा होला त्यो हिउँ परेको। हामी यसरी आएको धेरै तलदेखि। डेन्जरस डेन्जरस। खतरा हिउँ परेको रहेछ अहिले। लगभग 4500 जतिको उचाइमा होला यो ठाउँ। एकदमै चिसो छ है। पास आउन लाग्यो है।
चलिरहेछ हुरी बागलुङ र पूर्वी रुकुम जिल्लाको सिमाना यता बागलुङ पर्यो यता पूर्वी रुकुम है त अब तिनीहरू हिमाल हो कि के हो चाहिँ थाहा भएन है डेन्जर फागुने पासदेखि हामी अलिकता तलतिर यो एउटा भेडीगोठमा बस्न लागेको छौँ हामी है बाहिर पुरै हिउँ हिउँ छ हामी अब ठाकुरसम्म जाने प्लान थियो तर सकिएन यहाँनिर एउटा भेडीगोठ भयो र यहाँनिर यस्तो छ हेर्नु सानो छ भेडीगोठ धर्म गर्यो जसले यो भेडीगोठ बनाउनु भएको थियो उहाँलाई धर्म लाग्ला साह्रै चिसो छ ल हेर्नुहोस् हामीले खुट्टा तताउँदै हो पुरा हिउँले चिसो जुत्ता भिजेर मोजा भिजेर यात्रा है हामी यहाँनिर बसिरहेको छौँ बेसी मरिन्न माथिन्छ हामी चट्टा आइस पगालेर हामी पानी तताउँदै जाउँ हामी पहिलो पानी यस्तै छ बाहिर निस्किन भित्र आउनै सकिँदैन त टेप सुतेर आगो घेर जान त साह्रै उम्लेको हो नि बुक्लो हुँदैछ कि त्यो कराईमा त्यत्रो कति घन्टा हिँड्यो हामी 10 घन्टा त हिँड्यो होइन हिँडेन र 8 बजी हिँडेन 7 बजी 11 घन्टा हिँड्यो 11 घन्टा बिचमा 1 घन्टा ब्रेक भयो होइन खाना खानलाई अन्त हिँड्यो 10-11 घन्टा हावा यसरी चलेको यताबाट छ के तपाईँ त्यताबाट आउँदैन हावा यसरी गर्छ नि त पानी परेको छैन पानी परेको छैन पानी त पर्ने चान्सै छैन पर्ने कोई गीत बजाइए भैया आपका युकिलेले से तर त्यस्तो हिउँ टाइपको नि परेको छैन कि हल्का पातलो परेको पानी टाइपको कि पानी टाइपको परे त बरु उल्टो हिउँ पखाल्देला नि के हो दाजु त्यही त गराउन आइसक्यो हो छोड्दो बिहे पानी हाल्नु केही हुन्न 2 मिनट पुराउनु न हाल्यो अन्त तताउनु फेरि तताउनु अर्को डल्ले हालेर अहिले फेरि दुई बाक्लो पऱ्यो भने अलिकता आइस हालिदिने तलतिर अनि त्यसमाथि तातो पानी खनाइदिने भनेको त्यही गरे नि हुन्छ
on the rocks. Oh, on the rocks. Fazer exercício agora. पक्रियो हिउँ पक्रियो बाक्लो त